चिकन 65 तपाईले धेरै ठाउँमा खानु भयो होला। आज मेरो आफ्नो तरिकाबाट मैले चाहिँ पनीर 65 कसरी बन्छ भनेर म तपाईलाई देखाउन चाहन्छु। अब हेर्नुस् है त। अब यसमा चाहिँ देख्न सक्नुहुन्छ यो मेरो मसलाहरु छ। यसमा कर्नस्टार्च छ, कोरिएन्डर छ, योगर्ट छ, राइस फ्लोर छ, बेसन छ, चिल्ली पाउडर छ, सल्ट छ, टर्मरिक पाउडर छ, कस्तुरी मेथी र स्पेशल यसको चाहिँ कडी पत्ता मैले बनाउँदै छु। यसको मसला चिकनलाई चाहिँ साथमा मिलाउँदाखेरि चाहिँ चिकन के हुँदैन, पनीर चाहिँ टुट्ने सम्भावना हुन्छ। त्यसैले यसले मैले चाहिँ पनीर 65 लाई म पहिला सुरुमा मैले लेमन जुस लिएँ। लेमन जुस लिइसकेपछि मैले तपाईको यसमा कर्नस्टार्च लिएँ। कर्नस्टार्च पछि मैले चाहिँ राइस पाउडर लिएँ। यो राइस पाउडर हो। त्यसपछि मैले बेसन लिएँ। यो बेसन हो। बेसन पछि मैले कुमिन पाउडर, कोरिएन्डर पाउडर, कडी पत्ता, टर्मरिक पाउडर, सल्ट स्वाद अनुसार राख्न सक्नुहुन्छ तपाईले। त्यसपछि देगी मिर्ची, कश्मीरी चिल्ली पाउडर, त्यसपछि योगर्ट लिए मैले। योगर्ट लिएपछि मैले कस्तुरी मेथी राखेँ। कस्तुरी मेथी राखिसकेपछि मैले जिन्जर गार्लिक पेस्ट पनि राखेँ। जिन्जर गार्लिक पेस्ट राखिसकेपछि मैले ब्ल्याक पेपर राखेँ, ब्ल्याक पेपर पाउडर। त्यसपछि मैले यसलाई मजाले मिलाउँछु हल्का रेड कलर राखेर, किनभने कलर चाहिँ हल्का अलि राम्रो हुनुपर्छ। त्यसैले मैले अब कलर राखेँ, मजाले यसलाई चाहिँ मिलाउँछु। मिलाइसकेपछि मेरो चाहिँ यसको मिक्सचर चाहिँ रेडी भइसकेको छ। अब मैले पनीर लिन्छु। पनीरलाई मजाले यसमा मिलाउँछु। पनीरलाई यसरी मजाले मिलाइसकेपछि यसलाई चाहिँ मैले चाहिँ मजाले मिलाउँछु। मजाले मिलाएर यो मेरो मिलिसकेको छ। अब यसलाई मैले क्लिन र्याप गरेर कमसेकम 15 देखि 20 मिनेट यसलाई चाहिँ साइडमा राखिदिन्छु मैले। यसले के गर्छ भने त्यो मसलालाई मजाले पनीरले पनि हल्का त्यसको पानी छोड्छ अनि त्यो मसला पनि हल्का मेल्ट हुन्छ अनि त्यो एकदम राम्रो टाइपको एकदम जुसी टाइपको हुन्छ। यसैलाई मैले अब यसलाई र्याप गरेर 15-20 मिनेटलाई बाहिर राखिदिन्छु है त। यो 65 पनीर 65 रेडी भइसकेको छ। अब म फ्राई गर्दैछु है त। पनीर 65 मेरो रेडी भइसकेको छ। यसकै मैले प्लेटिङ पनि गरिसकेको छु। अब म पनीर 65 लाई म प्लेटिङ गर्न जाँदैछु। यो मेरो पनीर 65 हो। मस्त भएछ, हेर्न सक्नुहुन्छ तपाईले। यो मेरो पनीर 65 रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। तपाईहरु पनि ट्राई गर्नुस् है। पनीर 65 एकदम मस्त आइटम हो। यो घरमा खाने चिकन 65 त तपाईहरुले खाइसक्नु भएको होला, तर यो पनीर 65 एकदम मस्त छ, कमाउलो छ। नन भेज खानुहुन्न उसले चाहिँ यो पनीर 65 एकदम मस्त छ। तपाई पनि ट्राई गर्नुस् है। यो घरमा पनि बनाउन सक्नुहुन्छ। होटलहरु यसको मैले रेसिपी तपाईलाई भनिसकेको छु। यही तरिकाले तपाईले घरमा पनि बनाउन सक्नुहुन्छ। थ्यांक यू सो मच। आउने नेक्स्ट अर्को भिडियो लिएर आउने छु। सपोर्ट गरिदिनु होला है त। थ्यांक यू सो मच।